पार्टी पनि आएन, मेरो पार्टी पनि आएन। बाउ छोराको पार्टी बेग्ला बेग्लै भइगयो यसचोटि। एउटै पार्टीमा हुनुपर्छ, बेग्ला बेग्लै पार्टीमा हुनुपर्छ। एक घरका परिवार। तपाईँको पार्टी के अरे बुवा? मेरो पार्टी त रुख नि। अनि मेरो घन्टी घन्ट्याङ घन्ट्याङ पार्दै हिँड्ने अब त। घन्टी नै अलिकदेखि बजाएको त होला नि। अहिलेदेखि मात्रै बजाएको बजाउने विचार गरेको होला, तर ओली छ भने। अनि रुखले नि त जित्दैन नि त, ओलीले जित्नु भनेको रुखले जित्ने हो। यसचोटि घन्टीमै हान्नुपर्छ होला बुवा। बाटो नछोड्नु जस्तो छ। बाटो नछोड्नु जस्तो छ। अनि यसचोटि त रुखले जित्नलाई घन्टीमा हान्नुपर्छ अरे, अनि मात्रै जित्छ अरे नि त रुखले। वल्ला घरको नरे पल्ला घर सरे, कसले के गरे थाहा पत्तै छैन नि भरे। अनि रुखले जित्नलाई त यसचोटि रुखमा हान्ने अरे नि त, घन्टीमा हान्ने अरे। अनि कसले रुखमा हान्ने अरे? रुखले जित्नलाई नि घन्टीमा हान्नुपर्छ अरे, अनि मात्रै जित्छ अरे रुखले। सबै त्यस्तै भनेर हालेका छन्। रुखलाई जिताउने होइन, घन्टीमा हान्नु अरे। घन्टीमा हान्नुहुन्छ त बुवा अब यसचोटि? मुखले जिताएर हुँदैन। सबैको परिवर्तनमा चाहिँ सुधार हुनुपर्छ, सबैको व्यवहारमा चाहिँ शान्ति आउनुपर्छ। अनि घन्टीले मात्रै सुधार्छ अरे नि त, यो रुखले पनि सुधारेन। अस्ति पैसा थोरै फ्याँकेन। घन्टी हातले बजाएर हुँदैन, सासले बजाउनुपर्छ। मान्छे चाहिँ नेताहरू भन्दै चाहिँ मारे हामी सँगै छौँ न, के जान्नु। समाचार त हेरिराख्नुहुन्छ त। नि कोही भन्छन् काङ्ग्रेस भन्छन्, कोही भन्छन् एमाले भन्छन्, कोही भन्छन् आउने पार्टीले मारेको भन्छन्। अब उनीहरूकै मुखमा मारेर रुखमा थाहा। तपाईँको नेता चाहिँ अहिले को छ त रुखको? मेरो नेता कोही छैन, खोजेको छैन। होइन, पहिला शेरबहादुर थियो, अहिले को छ त रुखको नेता ठुलो? आउने नै छैन। होइन, रुखको ठुलो नेता चाहिँ अहिले को छ त शेरबहादुरको ठाउँमा? गगन थापा। गगन थापा? ए गगन थापा छ, देखा परेको छैन। गगन थापा समाचारमा भनेको छ, त्यो समाचार अनुसारको भनेर मात्रै हुँदैन। मुखलाई मुखमा के आयो केही भन्छ। सही कुरा र विषय कुरा चाहिँ आफैले जाने बोध गर्ने हो। यसचोटि गगन थापालाई जिताउन घन्टीमा भोट हाल्नुपर्छ अरे बुवा। गगन थापालाई जिताउनु चाहिँ घन्टी बजाइदिनै पर्दैन। जसले विश्वास मानेको छ त्यो विश्वास मान्नेलाई दिन्छन्। विश्वास मानेकै छैन, घन्टीको मान्छे यहाँ आएकै छैन, किन घन्टी बजाइदिने? घन्टीको मान्छे देखा परेकै छैन। बल्ल बल्ल देखा परेको घन्टी भन्छ। ओलीको नाममा पत्र छ। आज के पत्र? ओलीको नामको पत्र आयो अघि आयो। ओली त अर्को माओवादीको पनि आएको थियो त, अनि रञ्जित कर्ण कि के? माओवादीले त उँधै गयो, आएन यता। माओवादीले त दिँदै नदिने हो, किन भनेदेखि जानी माओवादी जनताले के गर्छन् मेरो चाहिँ विचार आउँछ। माओवादीले केही पनि गरेन, मान्छेले मारेको हो। यसपालि पनि अब आउने पार्टीले मान्छे नमारिकन अगाडि बढेन होला जस्तो छ। घन्टी त्यसै बजेन। अनि कसैलाई चाहिँ अब प्रशस्ति छ, बौरीमा हालेर आगोमा हालेर खुवाइराखेका पैसा, डढाइराखेका पैसा देखाउँछन्।
त्यो त त्यत्तिकै बनाएको अरे बुवा केपी ओलीले भनेको त्यत्तिकै बनाएको हो त्यो साँच्चैको होइन अरे खोइ आगो धोइरहेको थिएँ खै एआईले बनाएको भन्छ कम्प्युटरले बनाएको अरे साँच्चीको होइन अरे पत्याउनुहुन्छ त्यो भन्छ अन्त्यमा शेरबहादुरले लाउँथे शेरबहादुरकै घरमा त अनि केपी ओलीका घरमा नि के जलाए शेरबहादुर कहाँ नि जलाए अनि केपी ओलीले भनेको त्यो चाहिँ कम्प्युटरले बनाएको अरे त्यति गर्छ चटके चटके चटक गरेर चटक गरेर देखाएको त्यो चाहिँ अब जुन नाश भएको कुराहरू चाहिँ कसैलाई चाहिँ मूल्याङ्कै छैन ठुलो हुनमा चाहिँ के को ठुलो हुने यसरी कसैलाई पनि नदिउँ होला बुवा भोट त्यसो भए यी सबै फटा छन् यी फटा पहिला राजा मरेको मदन भण्डारी मरेका मारेको कतिजना त्यो निर्मला पन्तलाई हत्या गरेको खै केही खोजी नीति नै गर्दैन मान्छे मरो कुकुर मराइ भयो के विचार आउँछ आफ्नो आफ्नो विचार गर्नुपर्छ म त शरीर पनि पाएको हुँदैछ कसैको कुरा पनि म बुझ्न गाह्रो पर्नु थाल्यो आफूलाई पनि यो काम गर्नुपर्छ भन्ने कुरो सोच्नु आउँदैन अनि केपी ओली पनि तपाईँकै उमेरको छ ऊ चाहिँ अनि अझै नेता हुन्छ त नि त्यसले चाहिँ के विचार गर्छ अब केपी ओलीलाई हटाउने भनिरहेछन् यहाँ चाहिँ केपी ओली नै झापाबाट उठेर आउँछ जित्छ त केपी ओलीले जित्छ त अब अन्त्यमा घन्टी नै बच्छ जस्तो छ घन्टी नै बच्छ जस्तो छ घन्टीमा 3 जना पार्टी छन् नि यता पनि को 3 जना चाहिँ 3 जना पार्टी एउटा बालेन मुख्य मुख्य त्यहाँबाट लामिछाने रवि लामिछाने त्यहाँबाट बिर्सिहालेँ राप्रपाट हर्क साङपाङ त आउँदैन होला यो घन्टीमा त्यो घन्टीको विरोध गर्दै सहमति गर्ने भनेको छ घन्ट्याङ भन्दै कुद्दै थियो अस्ति सहमति गरे 3 जना छन् अनि त्यहाँबाट अरू चाहिँ ज्ञानेन्द्रलाई राजा बनाउने राजा बनाउनेमा के छ भन्दाखेरि 3 जनाको सहमतिबाट गर्नु पर्यो बनिएको राजा चाहिँ मारेर अब बनाउने राजा चाहिँ अगाडि ल्याउनु पऱ्यो के गर्यो होला त राजाले कति विकास गर्यो होला कसलाई चाहिँ दया गर्यो होला कसलाई चाहिँ बसोबासो मिलायो होला ज्ञानेन्द्र भनेको अपोजिट नै राजा हो त खाजा पार्टीमा कुदेर काम दिँदैन कान्छीको बेग्लै पार्टी तपाईँको बेग्लै पार्टी मेरो बेग्लै दाजुको बेग्लै हुने भयो यस्तोटी सबै सहमति गरेर केमा भनेर सोच विचार गर्ने बेला भयो छोरी चाहिँ के पार्टी यो माम पार्टी स्कुले पार्टी अब बुवाले जे भन्नुभयो त्यही हुन्छ हाम्रो चाहिँ रुख र मुख चाहिँदैन नगरौँ